भन्दा अहिले सद्गुरुदेव अर्चना बाबा चाहिँ सदाशिवको साकार स्वरूपमा उहाँ कलीमा विराजमान हुन्छ, पदार्पण गर्नुभएको छ। एकदम शक्ति प्रदान गर्न र शक्ति ऊर्जाको वृद्धि गराउनलाई उहाँ यस्तो शक्ति। तपाईँहरूलाई भगवान्लाई देख्नु भएको छ यो कलियुगमा आएर, सायद देख्नु भएको छैन होला। हेर्नुहोस् हाम्रो अर्चना बाबा स्वयं भगवान् अहिले यस धरतीमा विराजमान हुनुहुन्छ। दर्शकहरू यो भिडियोमा म तपाईँलाई अर्चना बाबु केही कुराहरू भनेछु, भिडियोलाई अन्तिमसम्म हेर्नु होला है त। ल गुरु तपाईँलाई स्वागत छ, यो नेपाली भाषाको उद्यम सिन्जा उपत्यकामा एकदम स्वागत छ। धन्यवाद छ हजुर, यहाँलाई धेरै। अनि हाम्रो अर्चना बाबाको शक्तिसँगै हाम्रो दिव्य शक्तिले भरिपूर्ण सिन्जा उपत्यका आउनुभएको छ, तपाईँले कस्तो अनुभव भइरहेको छ? हामीलाई एकदमै दिव्य लगाइरहेको छ। हजुर, हामी उहाँबाट यता आउँदै गर्दाखेरि पनि हामीलाई यहाँको लोकेसन दिनुभएको थियो र थाहा थिएन, लाग्छ मलाई यहाँको दिव्य शक्तिहरूले पनि भगवान्लाई धेरै लामो समयसम्म पुगाइरहेको हुनुहुन्थ्यो होला, जसको कारणले भगवान् आज साकार स्वरूप त्यस पावन पवित्र। अनि हाम्रो सिन्जामा चिसो एकदम बढ्दैछ होइन, चिसोको समयमा यहाँ आउनु भएको रहेछ, कतिको चिसो भयो नि त, यसो हल्का जाओस् न। आनन्द छ, साँझ र रातिलाई अलिकति समस्या हो, दिउँसोमा चाहिँ धेरै आनन्द रहेछ। हामीले जे सोचेको थियौँ त्यति धेरै चिसो रहेनछ। चिसो रहेनछ? अनि तपाईँको शुभ नाम? मेरो बमबहादुर गौतम। बमबहादुर गौतम। किन अर्चना के अरे यो दिव्य शक्ति अर्चना बाबा, अर्चना बाबाले र हाम्रो दिव्य शक्ति सबै मिल्यो भने त बबाल शक्ति उत्पन्न हुन्छ होला है? एकदमै। किनकि यता त 12 भाइ मस्ट 9 दुर्गा भवानीको शक्ति भएको ठाउँ नि त सिन्जा। भगवान् अर्चना बाबा भनेको शिवजीको साकार स्वरूप हुनुहुन्छ। सम्पूर्ण 33 कोटी देवताले पनि उनै शिव महादेवको आराधना गर्छन् भने आज शक्ति प्रदान गर्न र शक्ति ऊर्जाको वृद्धि गराउनलाई उहाँ यस्तो शक्तिपीठहरूमा जाने गर्नुहुन्छ। त्यही रूपमा आज हामी यहाँ उपस्थित छौँ। अर्चना बाबा हाम्रो सिन्जा साम्राज्यमा आउनुभयो, हामी सिन्जा साम्राज्य पनि एकदम शक्तिशाली दिव्य शक्ति। अब दुवै बाबा र हाम्रो यो 12 भाइ मस्ट 9 दुर्गा भवानी मिल्यो भने एकदम शक्ति प्रकट हुन्छ होला, जे अब सोचे जस्तो हुन्छ होला होइन? किनकि अर्चना बाबाको दर्शन पाउनु भनेको सिन्जाली जनताले एकदम ठुलो कुरा हो नि त। एउटा सानो यहाँहरूमा के निवेदन गरे, जे अहिलेसम्म थियो आजको दिनपछि यहाँले यो दिव्य रूपमा विचार गर्नु दिव्य शक्ति एकदम म यहाँ वडा प्रतिनिधि अध्यक्ष लिएको छु र उहाँसँग हाम्रो पटक समन्वय हुनेछ। टाढाबाट फिर्ता भएपछि एक दिन सबैजना उपस्थित भएर पनि सकेसम्म फेरि यति दिव्य ठाउँमा बसौँला भन्ने हाम्रो सोच राखेका छौँ। हुन्छ, थ्याङ्क यू, धन्यवाद। दर्शक नमस्कार, तपाईँहरू यति बेला हेर्दै हुनुहुन्छ जुम्ली भला युट्युब च्यानल। जुम्ली भला युट्युब च्यानलमा हाम्रो अर्चना बाबाको दिव्य शक्ति अर्चना बाबासँगै ल्याएर हाम्रो सिन्जा साम्राज्य जुन नेपाली भाषाको एकदम सिन्जा उपत्यकामा हाम्रो यो अर्चना बाबासँगै हाम्रो यो पुजारीहरू हुन्छ नि त, अब भाकलहरू गाउने अनि सबै शक्ति यतै आएर टक्कै हाम्रो गोडचौरमा आएर बसिराख्नु भएको रहेछ। जस गोडचौरमा सानो कार्यक्रम गर्नुभएको छ, हिजो बेलुका यतै टेन्सन हालेर खानासाना बनाउने हाम्रो शिव मन्दिर तपाईँले सायद भिडियो मलाई हालिसकेको शिव मन्दिर त्यही ठाउँमा आएर जस अहिले अर्चना बाबाको दर्शन पाइयो, एकदम खुसी लाग्यो। अर्चना बाबाको सानो क्लिप नि मैले हालिदिएको छु, त्यो अन्तिमसम्म गएर भिडियोलाई हेरेर साथ सपोर्ट गर्नु। सो त्यही हो साथीहरू, आजको भिडियो यही रहेको छ होइन। हाम्रो अर्चना बाबाको स्वयं अर्चना बाबा जुन स्वर्गलोकबाट